हेलो सबैजनालाई नमस्कार, शुभ बिहानी। आज हामी 2083 सालको वैशाख 1 गते हामीको परिवार 4जना भएर मन्दिर दर्शन गर्ने भन्दै दक्षिणकालीको यात्रा तय गर्दैछौँ। अहिले हामी चोबार आइसक्यौँ। अब केही छिमेकीपछि दक्षिणकालीको पक्ष भएर होला। बाटो सुनसान छ, अझै त्यति धेरै गाडी गुडिरहेको छैन। अहिले हामी अब भर्पिङ पुग्न बिहानीको सूर्य उदयसँगै रमणीय वातावरणमा सिरसिराएर हामी यात्रा गरिरहेका छौँ। दक्षिणकाली आइसक्यो। दक्षिणकालीमा आज नयाँ वर्षको 1 गते भएर होला धेरै लाइन छ। माथि रोडसम्म यता साइडमा उता साइडमा दुईतिर लाइन छ। हामी पनि लगभग 2 घन्टा जति लाइन बस्नु पर्छ जस्तो अवस्था देखिरहेछ। अब हामी दक्षिणकाली मन्दिर आयौँ। 2 घन्टा लाइन बसेपछि अब दर्शन गर्न पाइन्छ भन्ने आशा छ।